चाहिँ ग्यास्ट्रिकको रोग निको भयो, टाउको निको भयो। सरकारमा भन्नुपर्दाखेरि म चाहिँ पेसामा चाहिँ झाँक्री काम थियो मेरो। जिजु बराजी नै झाँक्री काम गर्नुहुन्थ्यो अनि म झाँक्रीमै थियो। अब अरू सबैलाई निको, संसारलाई नभनौँ, आफ्नो एरियामा सबैलाई निको पारे। तर मेरो टाउको चाहिँ निको पार्न नसकेर म गुरु खोज्दाखेरि विभिन्न गुरुहरूको सत्सङ्गहरू पनि सुने। तर रामपालजी गुरुको चाहिँ राम्रो लागेर त्यसमा लागेर मलाई अहिले फाइदा भयो। हजुर पहिला झाँक्री काम पनि गर्नुहुन्थ्यो अनि अहिले चाहिँ झाँक्री काम छोड्नु भयो? मैले छोडिदिएँ। गुरुको नाम दीक्षा लिएपछि त त्यो मैले कुरै गर्नु नि हुँदैन, छोडिसकेँ। अनि तपाईँलाई चाहिँ गुरुबाट नाम दीक्षा लिएर भक्ति गर्न थालेपछि अहिले धेरै फाइदा भएको? धेरै फाइदा भन्नाले मेरो दीर्घ रोग टाउको दुख्ने थियो, त्यो सन्चो भयो। पाइल्स थियो, त्यो सन्चो भयो। अनि मेरो बुढीको चाहिँ भगतमतीको चाहिँ ग्यास्ट्रिक र टाउको पनि थियो। त्यसको 2 दिन दुख्यो भने 1 हप्ता उठ्नु नसक्ने, त्यस्तो चाहिँ कसैले निको पार्न नसक्ने रोग चाहिँ गुरुजीले निको पार्नु भयो। अनि अरू झाँक्रीहरूलाई, यस्तो झारफुक गर्नेहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? अब अरू झारफुक गर्ने झाँक्रीहरू मेरो दाजुभाइहरूलाई म सन्देश कस्तो दिन्छु भने त्यो रमाइलो देखाउने मात्रै रहेछ। घुङ्रो माला लाएर ढ्याङ्ग्रो बजाएर काम्ने, जामा पकडी लाउने, जात्रा मात्रामा जाने, जाँड रक्सी खाने, मासु खाने, रमाइलो गर्ने, त्यो केही होइन रहेछ। त्यो मैले सबै बुझेर मैले जस्तै 65-66 वर्षदेखि मैले यो गुरुको नाम दीक्षामा विश्वास भएर मेरो रोग पनि निको भयो। त्यस कारणले यता लागेको छ। अनि मेरो भाइ साथीहरू, गुरुहरू अथवा मेरो चेलाहरूले चाहिँ यो पेसा